ओके, सो हामीलाई चाहिँ धेरै स्टुडेन्टहरूले चाहिँ क्वेसन सोधिराख्नुहुन्छ कि लाइक युकेमा चाहिँ स्टुडेन्टले लिगली काम गर्न पाउँछ कि पाउँदैन, पायो भने कति पाउँछ, अथवा डिफ्रेन्स के छ फुल टाइम र पार्ट टाइममा भनेर चाहिँ है। सो आज चाहिँ हामी त्यसैको बारेमा कुरा गर्नेछौँ। सो फर्स्ट थिङमा चाहिँ हामी के बुझौँ भन्दाखेरि चाहिँ युकेमा चाहिँ स्टुडेन्टहरूले तपाईँको लिगल्ली हाम्रो काम गर्नु पाउँछ। अनि तपाईँको यो चाहिँ मजाले युके भिआईले नै उहाँहरूको गाइडलाइन अनुसार चाहिँ हामीलाई एउटा लिमिट चाहिँ सेट गरिदिनु भएको छ। बट त्यहाँ चाहिँ तपाईँको डिफ्रेन्स छ। के छ भन्दाखेरि चाहिँ तपाईँको पार्ट टाइम वर्क र फुल टाइम वर्क चाहिँ डिफ्रेन्स गरिदिएको छ। एट फर्स्ट चाहिँ हामी पार्ट टाइम वर्कको कुरा गरौँ है त। सो पार्ट टाइम वर्कको कुरा गर्दाखेरि चाहिँ फर्स्ट अफ अल तपाईँको वर्क लिमिट चाहिँ तपाईँको पर विक चाहिँ जस्ट 20 आवर्स मात्रै काम गर्नु पाउनुहुन्छ। अनि यो भनेको चाहिँ तपाईँको चाहिँ युनिभर्सिटी लाइक नर्मल डेजहरू चलिरहेको बेलामा चाहिँ तपाईँले काम गर्नु पाउने लिमिट हो। सो नेक्स्ट वान भनेको चाहिँ छ फुल टाइम वर्क है। सो फुल टाइम वर्कमा चाहिँ स्टुडेन्टहरूको चाहिँ डबल काम गर्नु पाउने लिमिट हुन्छ। सो यो चाहिँ तपाईँको फेरि एभ्री टाइम गर्नु पाउँदैन, तपाईँको सेमेस्टर ब्रेक अर होलिडे जस्तो क्रिसमसहरूमा चाहिँ गर्नु पाउनु सक्नुहुन्छ। यसमा चाहिँ तपाईँको स्टुडेन्टहरूले चाहिँ अप टु 40 आवर्ससम्म चाहिँ काम गर्न सक्नुहुन्छ। सो मेजर डिफ्रेन्सेसहरू चाहिँ लाइक अब फुल टाइम र पार्ट टाइममा चाहिँ यही नै हो। अब यस्तै तपाईँसँग चाहिँ अन्य धेरै क्वेसन्सहरू क्वेरिजहरू छ भने चाहिँ तपाईँले हामीलाई डिएम अर मेसेज गर्नु सक्नुहुन्छ है त। सो सी यु अन द नेक्स्ट वान।